Hello everyone and namaste. I am Silpa. Welcome to my YouTube channel. यदि हजुरहरू नयाँ हुनुहुन्छ भने मेरो YouTube च्यानलमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ मैले हजुरहरूमाझ अर्को भिडियो लिएर आइसकेको छु। त्यो त हजुरहरूलाई थम्बनेल हेरेर नि थाहा भइसक्यो होला कुन भिडियो भनेर। आज चाहिँ म कार्डिगनमा युज हुने पफ फ्लावरको ट्युटोरियल लिएर आएको छु। त्यो चाहिँ यस्तो हुन्छ, देख्न सक्नुहुनेछ। यस्तो हुन्छ, त्यो चाहिँ यस्तो हुन्छ। हामीलाई यो पफ फ्लावर बनाउनको लागि चाहिँ मेन त हुक अनि धागो मैले चाहिँ यो चाहिँ मरुन कलरको र यो व्हाइट कलरको धागो लिएको छु र हामीलाई अनि सिजर चाहिन्छ, सिजर। अब यसमा हजुरलाई स्लिप नट त बनाउनै आउँछ होला र चेन पनि बनाउनै आउँछ होला। हजुर देख्न सक्नुहुनेछ। म हजुर बनाएर देखाउने छु। स्लिप नट चाहिँ यसरी यसो गरेर यसो गरेर यसरी यहाँबाट यसरी लिएर बनाइन्छ। देख्न सक्नुहुनेछ। मैले बोलेको मात्रै होइन कि मैले हातहरू कसरी कहाँ लगेको छु हजुरले त्यो पनि हेर्नु होला। त्यो हेर्नुभयो भने अलि राम्रोसँग बुझ्नुहुनेछ। हजुरहरू देख्न सक्नुहुनेछ हाम्रो स्लिप नट यस्तो भएको छ र यसलाई हामी म्याजिक रिङ पनि भन्छौँ। हामीले चाहिँ यसलाई चाहिँ धेरै यस्तो लुज पनि गर्नु हुँदैन अनि फेरि यस्तो धेरै टाइट पनि गर्नु हुँदैन। त्यस्तो गऱ्यो भने हाम्रो बिग्रिन्छ। यसरी हुक पनि छिर्दैन। त्यसैले हुक छिर्ने तरिकाले ठिक्कको गर्नुपर्ने हुन्छ। अब हामी यसबाट दुईटा चेन लिनेछौँ। एक दुई देख्न सक्नुहुनेछ र हामी अब यहाँ डबल क्रोसे गरेर 5 वटा लिनेछौँ। देख्न सक्नुहुनेछ यो डबल क्रोसे हो। यो तीनटै एकैचोटि छिराउने र यसरी निकाल्ने। यो एक भयो, देख्न सक्नुहुनेछ। हामी 5 चोटि लिन्छौँ। यसरी डबल क्रोसे गरेर 2 3 देख्न सक्नुहुनेछ, 4 5 देख्न सक्नुहुनेछ। यस्तो भयो 1 2 3 4 5। अब हामीले यसलाई यसरी तानेर यसरी कस्नुपर्ने हुन्छ। यसरी हामीले तान्यौँ र अब हामीले यहाँ यतापट्टि सुरु गरेको जुन छ यसमा हामीले लगाएर यसरी जोड्नुपर्ने हुन्छ। हजुर देख्न सक्नुहुनेछ। अब मैले यहाँ फर्स्टमा यसरी लगाएर जोड्ने छु। सरी देख्न सक्नुहुनेछ। यस्तो भयो। म यसलाई कस्छु अझै र कसे पनि अब देख्न सक्नुहुनेछ। हाम्रो यहाँनिर अघि मैले 5 वटा तानेको थिएँ। त्यसमा अब हामीले यहाँनिर हेरेर यसरी हेरेर त्यसको होलहरू हेरेर हामीले यहाँनिर अब पहिला चेन बनाउनु पर्ने हुन्छ 4 वटा। 1 2 3 4 4 वटा चेन बनाएर एउटै लुपमा हामीले 7 पटक लिनुपर्ने हुन्छ। देख्न सक्नुहुनेछ। 1 2 3 अलि टाइट गर्नुपर्ने हुन्छ। लुज भयो भने फेरि बिग्रिन्छ। त्यसैले कति 3 4 5 6 अलि मैले टाइट बनाएको भएर यहाँनिर देख्न सक्नुहुनेछ बराबर छ। यहाँनिर लुज भयो भने फेरि कोही लामो कोही छोटो हुनसक्छ है। त्यसैले हामीले यस्तो टाइट गर्नुपर्ने हुन्छ। यहाँ चाहिँ 6 देख्न सक्नुहुनेछ। 6
7 7 अब हामीले यसलाई यसो गरेर यसरी लिएर यसरी मुनिबाट यसरी निकाल्ने छौँ। देख्न सक्नुहुनेछ र हामीले यसलाई अब यसरी जोड्ने छौँ। देख्नुहोस्, हेर्नुहोस्, यस्तो भयो। फेरि यसमा हामीले 4 चेन लिने छौँ। 1 2 3 4 र फेरि पहिलाकै लुपमा लगेर हामीले यसलाई यसरी जोडिदिने छौँ। देख्न सक्नुहुनेछ। देख्न सक्नुहुनेछ, यस्तो बन्यो। अब हामीले एउटा बनायो। अब हामीले अझ यहाँनिर होल हेरेर हामीले यहाँनिर 5 वटा बनाउनु पर्ने हुन्छ, 5 वटा बनाउनु पर्ने हुन्छ। यदि हजुरहरूले अझै पनि बुझेको छैन भने फेरि पनि म हजुरलाई अर्को एउटा बनाएर देखाउने छु। हेर्नुहोस्, फेरि पहिला 4 वटा चेन लियौँ। 2 एकछिन पहिला म यो धागो लिनेछु। मलाई चाहिँ यसरी फिङ्गरमा बेर्न सजिलो हुने भएर मैले चाहिँ यसरी फिङ्गरमा बेरेर लिन्छु। देख्न सक्नुहुनेछ। 1 2 3 4 मैले 4 वटा चेन लिएँ र फेरि पनि मैले अब अर्को सेकेन्ड होलमा देख्न सक्नुहुनेछ 7 पटक लिनेछु। 1 2 3 अझै म धागो बेटार्ने छु। 3 4 टाइट गर्नुहोस्, टाइट गऱ्यो भने राम्रो हुन्छ। 4 5 6 7 देख्न सक्नुहुनेछ। मैले 7 वटा बनाएँ र अब पहिलेको जसरी नै फेरि पनि यसलाई यसरी लिएर यसरी देख्न सक्नुहुनेछ र यसरी लिनुहोस्। गर्दाखेरि हाम्रो यस्तो बनेको छ र फेरि पनि अब 4 वटा चेन लिनुहोस्। 1 2 3 4 देख्न सक्नुहुनेछ, यस्तो भयो। र अब पहिलाकै लुपमा लगेर यसरी यसरी जोडिदिनुहोस्। हाम्रो 2टा बन्यो, देख्न सक्नुहुनेछ। 6 वटा बनाउनु पर्नेमा हामीले 2टा बनायो। अब हामीले यहाँनिर 4 वटा बनाउनु पर्ने हुन्छ। सेम पहिलाको जसरी नै हो। अब म हजुरलाई यो सबै फिनिस भएपछि देखाउने छु। एउटा चेन लिएर पहिलाकै लुपमा अब यसरी जोडेँ। अब देख्न सक्नुहुनेछ, म यसरी जोड्छु यसलाई। देख्न सक्नुहुनेछ। अब यसरी हाम्रो पछाडि आउँछ र यस्तो गरेर हामी यसलाई टाइट गर्नेछौँ र हामी यसलाई अब सिजरले काटिदिनेछौँ। देख्न सक्नुहुनेछ हाम्रो फ्लावर यस्तो बनेको छ। यो चाहिँ यो पछाडिको भाग हुन्छ। यो चाहिँ देख्न सक्नुहुनेछ। अब यसलाई यसरी हल्का हल्का मिलाउनुहोस् हातले। यसरी यो पछाडि पछाडि लगेर देख्न सक्नुहुनेछ। हाम्रो पफ फ्लावरको यस्तो बनेको छ। अब यसलाई यो पछाडिको यो 2टा धागोलाई चाहिँ हामीले यसरी कस्नुपर्ने हुन्छ। हेर्नुहोस्, यसरी ठिक्क, धेरै बेसारी नै होइन, धेरै लुज पनि होइन, ठिक्क आफ्नो फ्लावर नबिग्रिने तरिकाले। ल, देख्न सक्नुहुनेछ हाम्रो फ्लावर यस्तो बन्यो। अब हामीले यसमा
यहाँ बिचमा अर्को कलरको धागो युज गर्नुपर्ने हुन्छ। म हजुरलाई त्यो पनि युज गरेर देखाउँछु। अब रेड कलर युज गरेर देखाउने छु म हजुरलाई। स्लिप नट त हजुरलाई बनाउन आइहाल्छ। मैले अघि त्यो चाहिँ म्याजिक रिङ हो, सरी अघिको चाहिँ म्याजिक रिङ हो। अबको चाहिँ चेन गर्नको लागि पहिला स्लिप नट चाहिन्छ हामीलाई। देख्न सक्नुहुनेछ मलाई चाहिँ यसरी फिङ्गरमा बेर्दाखेरि कम्फोर्टेबल फिल हुन्छ, अनि त्यसैले मैले यसरी फिङ्गरमा बेरेर गर्छु र यसरी मैले स्लिप नट बनाउँछु। देख्न सक्नुहुनेछ अघि हामीले पफ फ्लावरमा बनाएको चाहिँ म्याजिक रिङ हो, त्यो चाहिँ यो चाहिँ स्लिप नट हो। देख्न सक्नुहुनेछ मैले यसरी तलबाट लिएर यसरी स्लिप नट बनाएँ। देख्न सक्नुहुनेछ हामीले यसलाई धेरै कस्नु नि हुँदैन, धेरै टाइट नि गर्नु हुँदैन, ठिक्क यो क्रोसेट छिर्ने गरेर ठिक्क लुज गर्नुपर्ने हुन्छ है। देख्न सक्नुहुनेछ मैले यसमा 2 चेन लिएँ। 2 चेन लिएपछि अब मैले अन्दाज गरेर मैले यति लिएँ। अब यसमा मैले 7 चोटि अघि पफ फ्लावरको जसरी नै गर्ने छु। 1 2 देख्न सक्नुहुनेछ 3 4 5 6 7 देख्न सक्नुहुनेछ हाम्रो यस्तो भयो। अब म यसलाई यहाँनिर यसरी तानेर यहाँनिर यसरी कस्ने छु। देख्न सक्नुहुनेछ हाम्रो यस्तो भयो। अब मैले यहाँनिर फेरि 2टा चेन लिन्छु। 1 2 देख्न सक्नुहुनेछ। अब मैले यसलाई सिजरले यसरी काटिदिएँ र अब यहाँनिर यसरी कसिदिन्छु। यस्तो भयो। अब म यसलाई पफ फ्लावरमा कसरी युज गर्छु त्यो पनि म हजुरलाई देखाउने छु। हेर्न सक्नुहुनेछ। अब यो पछाडिको भाग भयो, यो अगाडिको भाग हेर्न सक्नुहुनेछ। म यसरी यहाँबाट छिराएर यसरी हुक छिराएर यो धागोलाई म यसरी यहाँनिर तान्ने छु। देख्न सक्नुहुनेछ हाम्रो धागो आयो र अर्को पनि ठिक यही सिधा देख्न सक्नुहुनेछ। यहाँ यसरी म तान्ने छु। अर्को धागो पनि यसरी देख्न सक्नुहुनेछ। यसरी अब हामीले यसलाई यहाँबाट यसरी तानेर अब यहाँ पछाडि यसरी हामीले गाँठो पार्नुपर्ने हुन्छ। देख्न सक्नुहुनेछ। अब हाम्रो यो व्हाइटलाई चाहिँ हामीले काटेर फाल्नुपर्ने हुन्छ। यो रेडलाई चाहिँ नकाट्ने, यो व्हाइटलाई मात्रै काटेर फाल्ने। देख्न सक्नुहुनेछ हाम्रो पफ फ्लावर रेडी भयो। देख्न सक्नुहुनेछ। जसले अन्तिमसम्म मेरो भिडियो हेरेर साथ दिनुभयो उहाँहरू सबैलाई धेरै धेरै धन्यवाद।